ल है साथीहरू, आजको क्वेसन चाहिँ गाउँ खाने कथाबाट रहेको छ। धेरै राम्रो इन्ट्रेस्टिङ क्वेसन छ। न त हाँगा हुन्छ न त पात, जतिसुकै काटे पनि पलाउने जात के हो? तपाईँहरूलाई थाहा छ भने कमेन्ट गर्नुहोला, थाहा छैन भने मैले भन्छु। ल तपाईँहरू गेस गर्नुहोस् त साथीहरू। म 3 सेकेन्ड तपाईँहरूलाई सोच्नको लागि टाइम दिन्छु। म 1 2 3। यसको सही आन्सर चाहिँ नङ र कपाल। यसको सही आन्सर चाहिँ नङ र कपाल हो है साथीहरू। हस्त, धन्यवाद। आजको लागि यति नै।